हुन्छ, यसले अत्यन्त पीडादायी अवस्था उत्पन्न गर्छ। यो आसक्तिमा धन सम्पत्ति एवं भोग विलासप्रति मोह लाभको सम्मिश्रण हुँदा यो झनै कुरूप एवं प्रदूषित हुन्छ। समाजमा आधुनिक सुविधा सम्पन्न एवं भनौँ अयास जीवनशैलीतर्फको अन्ध दौड तथा चरम आकर्षण निरन्तर बढ्दै गएको छ। यसले भावनात्मक सम्बन्धलाई शुष्क एवं निरस बनाइरहेको देखेको छु। त्यसपछि असीम माया गर्ने व्यक्तिलाई असन्तुष्टिपछि बलात्कारी बनाउन अग्रसर हुँदा कयौँ सुखमय जीवनमा विषालु प्राण उम्रिएका छन्। यिनै घटना प्रति घटना मैले आसक्ति रचिने प्रेरणा गरेको छु। साहित्य गीत सङ्गीत एउटै धागोमा उनीहरूको अनमोल मूर्ति सुवासनामय मनमोहक सुन्दर पुष्प हुन्। यसको सामिप्यले जोसुकैलाई आनन्दले ओतप्रोत अद्भुत शान्ति सन्तुष्टि प्रदान गर्छ भन्नेमा म विश्वस्त छु। यसै अनुरूप मैले आफ्ना उपन्यास गीत तथा अन्य सिर्जनालाई समाजको तर्पण बनाउने सक्दो प्रयत्न गर्ने गरेको छु। युगानुकूल समाजलाई स्वस्थ शिक्षाप्रद मनोरञ्जन दिन सके साहित्यको गरिमा एवं लोकप्रियता अझ बढ्ने मेरो धारणा छ। अन्त्यमा आफ्ना भनाइ राख्न दिनुभएकोमा आयोजकलाई साधुवाद अर्पण गर्दै बिदा दिन्छु। धन्यवाद।